वेलकम टु एमएल टिच एन्ड लर्न युट्युब च्यानल। म फेरि पनि तपाईँहरूको माझमा गिटार लेसन लिएर आएको छु। सो अलिकता म बिजी थिएँ है, अनि गिटार लेसन्सहरू बनाउन पाइराखेको थिइनँ। सो अब चाहिँ म फेरि गिटार लेसनलाई फेरि म कन्टिन्यू गर्दैछु। सो तपाईँले मेरो पहिलाको भिडियोहरू हेर्नु भएको छैन, यु क्यान चेक आउट है, तपाईँले मेरो युट्युब च्यानलमा हेर्न सक्नुहुन्छ। आज चाहिँ हामी के सिक्दैछौँ भन्दा सेभेन्थ कर्ड। ओके, सो सेभेन्थ कर्ड भन्न साथ अब देयर आर डिफ्रेन्ट टाइप्स अफ सेभेन्थ कर्ड होइन। कुनैलाई डोमिनेन्ट सेभेन्थ भनिन्छ, कुनैलाई मेजर सेभेन्थ, कुनैलाई माइनर सेभेन्थ भनिन्छ होइन। अब डिमिनिस सेभेन्थ पनि हुन्छ पछि गएर। तर आज हामी एकदम एडभान्समा होइन, तर हामी सेभेन्थ कर्ड भनेको आज हामी डोमिनेन्ट सेभेन्थ जुन चाहिँ तपाईँले कर्ड्सहरूमा कर्ड बुकहरूमा देख्नुहुन्छ, जस्ट C7 A7 लेखिराखेको हुन्छ, त्यो कर्डहरू चाहिँ के हो र त्यो कर्ड चाहिँ कसरी बजाउने र त्यो कर्डलाई कसरी इम्प्लिमेन्ट गर्न सकिन्छ त है गीतहरूमा अथवा तपाईँको कर्ड प्रोग्रेसन्सहरूमा भन्ने कुराहरूलाई चाहिँ हामी हेर्नेछौँ। नाउ लेट्स डाइभ इन्टु द गिटार लेसन। सो हामी सेभेन्थ कर्डमा जानु अगाडि चाहिँ एकचोटि बुझौँ सेभेन्थ भने कस्तो हुन्छ, अब यसलाई कसरी युज गर्न सकिन्छ भन्ने कुरामा त हामी एकछिनमा आउनेछौँ। सो सेभेन्थ भनेको चाहिँ तपाईँको अलिक ब्लुजहरूमा, पेन्टाटोनिकहरू, तपाईँ रकहरूमा चाहिँ हामी युज गरिराखेका हुन्छौँ होइन। 12 बार ब्लुजहरू हुन्छ, त्यस्तोमा चाहिँ हामी यो युज गरिराखेका हुन्छ कर्डहरू होइन। अनि त्यसपछि अब तपाईँको यो सेभेन्थ चाहिँ अब देयर आर डिफ्रेन्ट टाइप्स अफ सेभेन्थ कर्ड होइन। एउटा माइनर सेभेन्थ भयो, मेजर सेभेन्थ भयो, मैले अघि पनि भनिसकेँ डोमिनेन्ट सेभेन्थ भयो, त्यसपछि डेमिनेस सेभेन्थ पनि हुन्छ होइन। तर आज चाहिँ हामी हेर्न गइरहेको चाहिँ भेरी सिम्पल सेभेन्थ कर्ड हेर्दैछौँ है। तपाईँले जस्तै कर्ड बुकहरूमा देख्नुहुन्छ C अनि F अनि G7 देख्नुहुन्छ है। त्यो G7 भनेको चाहिँ मेजर सेभेन्थ होइन, माइनर सेभेन्थ पनि होइन, तर त्यसलाई डोमिनेन्ट सेभेन्थ भनिन्छ है। अब त्यो कर्डलाई चाहिँ हामी हेर्नेछौँ र त्यसलाई हामीले युज गर्नु अगाडि चाहिँ पहिला मैले एउटा लेसन बनाएको थिएँ, डायटोनिक कर्ड प्रोग्रेसन्सहरू। जस्तो कस्तो हुन्छ भन्दा मैले C लिएँ भने होइन, फर्स्ट C मेजर, सेकेन्डमा D माइनर, थर्ड पनि माइनर हुन्छ E माइनर, अनि फोर्थ चाहिँ फेरि मेजर हुन्छ F मेजर, अनि त्यस तपाईँको फिफ्थ चाहिँ मैले मेजर हुन्छ भन्ने सिकाएको थिएँ G, अनि सिक्स्थ माइनर, अनि सेभेन्थ डिमिनिस, अनि अर्को लास्टको फेरि फर्स्टवाला 8 भने अथवा 1 यसरी। तर अब तपाईँले यो कर्ड प्रोग्रेसन्समा यो डायटोनिकमा हल्का चेन्ज गर्नुपर्छ। तपाईँको फिफ्थ छ नि, जुन चाहिँ फिफ्थ छ त्यसलाई चाहिँ तपाईँले के बजाउनु पऱ्यो, सेभेन्थ बजाउनु पऱ्यो है त। जस्तो कस्तो भयो C होइन, के हो त यो C1, D माइनर 2, E माइनर थर्ड, F मेजर फोर्थ, अनि G चाहिँ तपाईँको फिफ्थ हो भने यसलाई मेजर नबजाउने, यसलाई तपाईँको सेभेन्थ बजाउनु पऱ्यो है त। अब यसरी चाहिँ तपाईँको इम्प्लिमेन्टेसन हामी एकछिनमा आउनेछौँ त्यसमा। र पहिला हामी कर्डहरू सिकौँ है त एकचोटि। सिम्पल कर्ड माझ प्राय ओपन कर्ड छ, बार कर्ड खासै छैन, तर बार कर्ड पनि म अलिअलि तपाईँलाई सिकाउन ट्राई गर्नेछु। ल एकचोटि A मेजर सेभेन्थ हेरौँ न। ल यस्तो हुन्छ। ल मैले यहाँ तल तपाईँको यहाँ स्क्रिनमा पनि राखिदिएको छु, तपाईँले कर्ड हेर्न सक्नुहुन्छ है। जस्तो कस्तो भयो त भन्दाखेरि यसरी A बजाइन्थ्यो भने नि है। यसलाई वास्तवमा यो चाहिँ तपाईँको रिङ फिङ्गरलाई निकाल्न पर्ने, तर रिङ फिङ्गरलाई मैले यहाँ प्लेस गरेँ, तपाईँले यसरी एबाट बजाउनु पर्यो होइन त। अब कस्तो भयो त भन्दाखेरि यो माथिको टप नबजाउने है, यो A बजाउने, A स्केल, यो ओपन फिफ्थ, अनि त्यसपछि तपाईँको के भयो त भन्दाखेरि सेकेन्ड फ्रेटमा तपाईँको यो फोर्थ स्ट्रिङ, अनि त्यसपछि यो तपाईँको फोर्थ स्ट्रिङ ओपन है। फेरि एकचोटि हेरौँ ल कस्तो भयो भन्दाखेरि A मेजर यस्तो थियो, यो चाहिँ A7 भयो, A डोमिनेन्ट 7। कस्तो भयो भन्दा यो E नबजाउने क्रस, त्यसै यो A ओपन, त्यसपछि तपाईँको यो सेकेन्ड फ्रेटको तपाईँको यो फोर्थ स्ट्रिङ भयो, त्यसै थर्ड स्ट्रिङ ओपन, त्यसै सेकेन्ड फ्रेटको सेकेन्ड स्ट्रिङ बजाउने, त्यसपछि लास्टको E पनि ओपन बजाउने। अब बजाउँदाखेरि यो चाहिँ तपाईँको A डोमिनेन्ट 7। अब B डोमिनेन्ट 7 एकचोटि हेरौँ ल। B डोमिनेन्ट 7 फर्स्ट र सेकेन्ड फ्रेटमा मात्र छ, हेर्नुहोस् त। E यो नबजाउने, क्यान्सल। तपाईँको सेकेन्ड फ्रेटमा छ, जुन चाहिँ सेकेन्ड फ्रेटमा यसरी छ, यसलाई चाहिँ तपाईँले के गर्न पर्यो त, फिफ्थ स्ट्रिङमा यसरी बजाउने सेकेन्ड फ्रेटको, त्यसपछि फर्स्ट फ्रेटको फोर्थ स्ट्रिङमा यसरी बजाउने, त्यसपछि सेकेन्ड फ्रेटको थर्ड स्ट्रिङमा यसरी, अनि त्यसपछि तपाईँले यो चाहिँ ओपन है, B चाहिँ ओपन, सेकेन्ड चाहिँ ओपन, अनि त्यसपछि यो लास्टको E छ नि, यो चाहिँ सेकेन्ड फ्रेटको तपाईँको फर्स्ट स्ट्रिङ चाहिँ थिच्ने। अब कस्तो भयो चाहिँ B7, सबै स्ट्रिङ चाहिँ तपाईँको सबै फिङ्गर चाहिँ है।
अब C7 सी बजाउने मजाले सी कर्ड आउँछ तपाईले एउटा मात्र नोट एड गर्ने हेर्नु त यो कुन भयो त थर्ड फ्रेटको थर्ड स्ट्रिङ यति मात्र एड गर्ने त्यसैले यो माथिको E नबजाउने अरु सबै बजाउने अब D7 हेरौँ है अब D चाहिँ तपाईको D स्ट्रिङ ओपन बजाउन पर्यो फोर्थ स्ट्रिङ त्यसपछि सेकेन्ड फ्रेटको तपाईको यो थर्ड स्ट्रिङ त्यसपछि फर्स्ट फ्रेटको सेकेन्ड स्ट्रिङ त्यसपछि सेकेन्ड फ्रेटको फर्स्ट स्ट्रिङ बजाउँदाखेरि चाहिँ यो चारवटा स्ट्रिङ यो चाहिँ D7 अब E7 सजिलो छ E यसरी बजाउने तर यो छोड्दिने रिङ फिंगर E7 मा चाहिँ सबै बजाउने E7 अब F7 तपाईले F बार कर्ड मैले सिकाएको थिएँ है सिकाएको थिएँ भने यो पिंकी फिंगर निकाल्दिने F7 अब लास्टको G7 मा हामीले G यसरी बजाउँथे औला मात्र चेन्ज गर्नु यो यसरी थियो भने यसलाई यसरी स्ट्रिङ त्यही हो फिंगर पोजिसन मात्र चेन्ज अब के भयो त भन्दाखेरि थर्ड फ्रेटको 6 स्ट्रिङमा तपाईको यो फिंगर भयो रिङ फिंगर राख्ने त्यसपछि सेकेन्ड फ्रेटमा तपाईको 5th स्ट्रिङमा भयो अरु सबै ओपन अनि लास्टमा यो लास्टको स्ट्रिङ फर्स्ट स्ट्रिङ को तपाईको फर्स्ट फ्रेटमा थिच्ने अनि यसरी अलिकता सी शेप टाइप कस्तो भयो त A7 B7 C7 D7 D7 F7 र G7 र तपाईले यहाँ कर्ड डायग्राम पनि तपाईले मजाले हेर्न सक्नुहुन्छ है किन हामीले पहिले पनि पढिसकेका छौं यदि तपाईले कर्ड डायग्राम कसरी पढ्ने भनेर हेर्नु भयो भने मेरो अरु भिडियोमा तपाईले देख्न सक्नुहुन्छ अब एकचोटी हेरौं ल यो सबै कर्ड त हामीले सिक्यौं अहिले म माइनर तिर गइरहेछु डोमिनेन्ट 7th मात्र माइनर 7th र मेजर 7th मा पछि भिडियो बनाउने छु यो भयो है अब तपाईको अरु कता अलिकता ज्याज टाइपमा पनि यो एकदम युज भइराखे हुन्छ है यो पनि हो है तपाईको यो चाहिँ मेजर 7 को अहिले त्यो हेर्न पर्दैन तै पनि मेजर 7 डोमिनेन्ट 7 माइनर 7 मेजर 7 डोमिनेन्ट 7 यसरी पनि तपाईले ट्राई गर्न सक्नुहुन्छ अब यसलाई कसरी इम्प्लिमेन्ट गर्ने मैले सुरुमा नै अलिकति एक्जाम्पल चाहिँ दिए तपाईको जस्तै 1 4 र 5 अहिले प्रोग्रेसन लियौ है त तपाईले डायटोनिक कर्ड प्रोग्रेसनमा तपाईले हेर्न सक्नुहुन्छ जस्तै मैले ए लिए भने तपाईको के भयो त ए चाहिँ तपाईको के हुन्छ त मेजर तपाईको फोर्थ चाहिँ डी हुन्छ मेजर र अर्को चाहिँ तपाईको फिफ्थ हुन्छ ई मेजर हैन तर फिफ्थ लाई चाहिँ मैले के बनाउने भने डोमिनेन्ट 7 भनेपछि यो हटाइदिने कस्तो भयो तपाईले अलिकता हेर्नु भयो भने ठ्याक्क पछि चाहिँ हामी रिजर्भ हुन्छौं जस्तै तपाईले यो कर्ड प्रोग्रेसन हेर्दै गर्दाखेरि चाहिँ जहिले पनि यो डोमिनेन्ट 7 भनेको चाहिँ तपाईको घर पुग्न लागेको जस्तो के जस्तै कस्तो हुन्छ भने तपाई गाडीमा जाँदै हुनुहुन्छ अब घर पुग्न लाग्यो भनेको चाहिँ तपाईको यो अलिकता डोमिनेन्ट 7 चाहिँ तपाईले युज गर्न सक्नुहुन्छ जस्तै घर भनेको त फेरि ए हो त्यस्तै गरी एकचोटी हेरौं न ल जस्तै ई मेजर अब ई चाहिँ तपाईको 1 हैन त्यसै तपाईको ए चाहिँ तपाईको फोर्थ भयो मेजरै हुने हो अब फिफ्थ चाहिँ तपाईको बी भनेको थियो तर अब हामी B7 अब हेर्नु त कस्तो हेर्नु कस्तो भयो ल एकचोटी हेरौं है ल ई सेभेन चाहिँ कस्तो घर पुग्न लागेको जस्तो साउन्ड के अब आउन लाग्यो है त त्यसै चाहिँ तपाईले जहाँ पनि तपाईको फिफ्थ छ त्यहाँ चाहिँ तपाईले डोमिनेन्ट 7 चाहिँ रिप्लेस गर्नु त्यो कर्डलाई
हामीले चाहिँ अहिले भर्खर के हेऱ्यौँ भन्दाखेरि एउटा ए को हेऱ्यौँ है, जस्तै ए डी र E7 अनि अर्को चाहिँ अहिले हामीले के हेऱ्यौँ त ए र B7। अब हामी के को हेरौँ भन्दाखेरि सी को एकचोटि हेरौँ ल। के हुने भयो त C1, त्यसपछि तपाईँको फोर्थ एफ मेजर, तपाईँको फिफ्थ चाहिँ जी मेजर हुन पर्ने, तर हामीले G7 ले रिप्लेस गर्छौँ। अबदेखि बजाउँदा जस्तै अब एफ, अब G7 घर पुग्न लाग्यो, अब घर पुग्न है त। सो यसरी चाहिँ तपाईँले प्र्याक्टिस गर्नु। सी को नि भयो है, सी एफ G7 है त। अब डी को हेरौँ, D1, त्यसपछि जी तपाईँको के भयो त फोर्थ भयो र फिफ्थ चाहिँ ए हुन्थ्यो र यसलाई चाहिँ हामीले E7। ल अब कस्तो है, तपाईँले यसरी अब के भयो, ए भयो, मैले डी पनि गरेँ, ई को नि गरेँ, तपाईँको सी पनि भयो। अब जी को जी मेजर 1, त्यसपछि सी तपाईँको फोर्थ र D7 अलिकति कन्टिन्यू CR9 ल। यसो तपाईँले यसरी गर्न सक्छ है त। अब तपाईँको के भयो त, अब तपाईँको अब एफ तपाईँको मेजर, तपाईँको बी फ्ल्याट थियो ए शार्प, तपाईँले यसरी भयो। त्यसै तपाईँको फिफ्थ चाहिँ सी थियो, सीलाई चाहिँ मैले 7 गरेँ। अब बी फ्ल्याट अथवा ए शार्प अनि C7 अनि फेरि होममै गएर है त। के भयो, ए को भयो, बी को बाँकी छ, बी एकचोटि हेरौँ न ल। बी मेजर अथवा बी म यो बजाउने बी, त्यसपछि बी मेजर, त्यसपछि एफ शार्प थियो होइन, यो एफ थियो, एफ शार्प अनि 7 यसरी बजाउनु भयो। एफ ई फोर्थ अनि त्यसपछि तपाईँको फिफ्थ चाहिँ अनि त्यसपछि ल ए भयो, बी भयो, सी पनि भयो, डी ई एफ अनि जी पनि भयो। तपाईँले यसरी चाहिँ युज गर्न सक्नुहुन्छ है। अब यो कसरी आयो भन्ने कुरा चाहिँ हामी पछि थ्योरीमा पनि हेर्नेछौँ, किनकि म अर्को भिडियो चाहिँ तपाईँको माइनर 7th है। अब अर्कोमा चाहिँ म कर्डको त्यो फिङ्गरिङहरू चाहिँ म तपाईँहरूलाई एक्सप्लेन गर्ने छैन, डाइरेक्ट म तपाईँ बजाउँछु, यसरी फिङ्गर छ अनि तपाईँले कर्ड डायग्राम म राखिदिन्छु, त्यही हेरेर तपाईँले गर्नुहुन्छ। र अर्को पालि चाहिँ हामी मेजर 7th, माइनर 7th र डोमिनेन्ट 7th है त, यिनीहरूको डिफ्रेन्स कस्तो हुन्छ र कस्तो बेलामा युज गर्न सकिन्छ भन्ने कुरालाई चाहिँ हामी हेर्नेछौँ है त। अब यही हो, तपाईँ जस्तै यो 7 कर्डहरूलाई तपाईँले चाहिँ मजाले युज गर्न सक्नुहुन्छ। जस्तै A7 पनि है, यो नि A7 थियो, यता बार A7 थियो है, तपाईँले यसरी पनि बजाउन सक्नुहुन्छ है। बार कर्ड पनि ए लिने, ए मेजर यस्तो थियो भने यो हटाइदिनु A7 अथवा यो B7 डोमिनेन्ट 7 यसरी चाहिँ भइहाल्यो। तपाईँले अब यसको बारेमा चाहिँ हामी पछि हेर्नेछौँ। जस्तै यो चाहिँ अब कस्तोमा हुन्छ, ब्लुजहरूमा नि युज हुन्छ। आजलाई यति नै हो है, यो चाहिँ डोमिनेन्ट 7 को बारेमा। तपाईँले एकदम प्र्याक्टिस गर्नुहोस्। अब ए डी ई मेजर होइन कि, अब त्यहाँ चाहिँ तपाईँले 7th ले रिप्लेस गर्नु। अब GCD होइन, अब त्यहाँ चाहिँ D7 तपाईँले लगाउनु। तपाईँले यो 7 को चाहिँ एकदम राम्रो चाहिँ तपाईँले यसो सिक्न मन छ भने अलिकति एडभान्स चाहिँ छ होइन। अब जस्तै यो मेजर 7 तपाईँको डिमिनिसहरू कर्डहरू चाहिँ तपाईँ युज गर्न चाहनुहुन्छ भने चाहिँ तपाईँले हाम्रो नेपाली गीत छ 1974 को हिँड्दा हिँड्दै भन्ने।